So hello guys, welcome to my new vlog. Welcome to my new vlog guys. के छ तपाईहरुलाई सन्चै छ कि छैन? अब आजबाट चाहिँ मेरो भ्लग सुरु हुन्छ गाइज हैन? के भन्नु? हल्का सपोर्ट गर्नु होला सकेसम्म। नसके पनि सपोर्ट गर्नु होला। म चाहिँ काममा छु गाइज आज हैन? अब काममा आएको छु, काममा यस्तो अलिअलि भ्लग बनाउँछु। अलिअलि एक्सर्साइजहरुको भिडियो हाल्छु। तपाईहरु नि हेरेर हल्का सिक्न सक्नुहुन्छ हैन? म चाहिँ एमएमए सिक्छु गाइस। हल्का एमएमएहरुको भिडियोहरु हाल्छु। तपाईहरुलाई कस्तो खालको भिडियो मन पर्छ भन्नु होला कमेन्टमा। म त्यस्तै खालको भिडियो हाल्छु हैन? लाइक र सब्स्क्राइब चाहिँ गर्नु होला है गाइस। हल्का स्ट्रेचिङ गर्नु पर्यो अब पहिला। कुनै पनि एक्सर्साइज गर्नुभन्दा अगाडि चाहिँ गाइस सामान आएको आइछ है। आज चाहिँ गाडी लोड हुँदैन रे। आज म अलि चाँडै घर जान पाउँछु हैन? त्यही भएर आज चाहिँ 8 बजे म घर जान पाउँछु गाइस। अब कन्टिन्यू गरौँ हाम्रो एक्सर्साइज। गाइस अहिले त ट्रेनिङ कन्टिन्यू भएन मेरो, त्यही भएर अलिअलि थाकिरहेको क्या। चाँडै नै थाक्छ। अहिले चाहिँ 1 महिनापछि म फेरि ट्रेनिङ गएको हो क्या गाइस। मैले जति स्ट्रेचिङ एक्सर्साइज गरौँ अलिक कमै गरेँ नि। स्ट्रेचिङ चाहिँ सबैभन्दा धेरै गर्नुपर्छ क्या। Yeah, boy. Boom. Damn. किकमा चाहिँ सबैभन्दा राम्रो कुरो भनेको ब्यालेन्स हो, जुन मेरो छैन। गाइस ब्यालेन्स जति राम्रो भयो नि त्यति राम्रो किक हान्न सक्छ क्या। किकहरू चाहिँ त्यति राम्रो जान्छ। खासै बडी त छैन मेरो। सो अफ गरे होइन गाइस हैन? खासै बडी चाहिँ छैन। बिस्तारै बिस्तारै बन्दैछ हैन? सबै कुरामा पर्फेक्ट हुनु पर्यो क्या।
बन्द मात्रै आउँछ होइन, म बेसिक मात्रै सिकेको छु अहिलेसम्म चाहिँ। पन्च हान्दा ज्याब क्रस, ज्याब क्रस, ज्याब क्रस, ज्याब क्रस, ज्याब क्रस, लो किक। फेरि है गाइस 10 चोटि यो ज्याब क्रस लो किक, दुईटै लो किक, लो किक, लो किक, ज्याब क्रस लो किक, लो किक। किक पनि फेरि जस्तो त्यस्तै हानेन, जस्तो पाए त्यस्तै हान्नु हुँदैन गाइजहरू। किक भनेको हाम्रो सधैँ किक भनेको लो किक यसले, फेस किक यसले, लो किक यसले, फेस किक यसले हान्नुपर्छ। त्यसपछि के हुन्छ भने अब कहिलेकाहीँ लो किक हान्दाखेरि यस्तो झुक्केर यस्तोमा लाग्यो भने चाहिँ तपाईँको यो खुट्टा एङ्कलै जानसक्छ क्या। त्यही भएर लो किक हान्दाखेरि चाहिँ यस्तो गर्ने, पल्टाउने, यस्तो गर्ने, पल्टाउने। फेस किक हान्दा नि सेम नै हो। जस्तो अब किकहरूकोमा पनि त्यही एउटै हो, टोलाई घुमाउनु पर्छ किक हान्दाखेरि। जस्तै फेस किक साइड किकको लागि नि पर्यो, राउन्ड हाउस किकको लागि नि पर्यो, जे चिजको लागि पनि पर्छ होइन। मलाई पनि त्यस्तो धेरै चाहिँ आउँदैन, मैले भ्लग भर्खर नयाँ सुरु गरेँ भ्लग है। मलाई सपोर्ट गर्नु, सकेसम्म सपोर्ट गर्नु होइन। हल्का मेहनत गरिन्छ, अब यस्तै हो जिन्दगी भनेको, मेहनतै गर्ने त हो नि। धेरै नबोलिकन अब म चाहिँ मेरो ट्रेनिङतिर लाग्छु है गाइज। साइड चेन्ज गर्नु Hey guys. Oh. पुसअप पनि जति सक्छ त्यति हान्ने, हल्का। यो चाहिँ नकलको लागि हो है।
जब यो डह्रो हुन्छ नि त्यसपछिबाट पन्च पनि अलिक पावर जान्छ क्या। खासमा हाम्रो हतियार भनेको चाहिँ हाम्रो हात खुट्टा मात्रै। हाम्रो हतियार कुनै पनि इक्विपमेन्ट चाहिँदैन। आफूलाई अलिअलि नलेज भएपछि धेरै इक्विपमेन्ट चाहिँदैन। पुसअप 30 जति दिने भएन। जति आफूलाई छोड्न मन लाग्छ नि सक्दिनँ जस्तो लाग्छ त्यो बेला चाहिँ अलिक धेरै नै गर्नुपर्छ।
आजको ब्लग धेरै लामो भइसक्यो गाइस। अब आजलाई यति नै। बाई बाई, सी यु अन द नेक्स्ट भिडियो।